नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानल र हाम्रो फेसबुक पेजमा। र सदा चाहिँ हामीले म्याथको टिप्स र टिप्सहरू पस्किने क्रममा आज हामी चाहिँ यो एउटा पजल खालको पहेली भन्छ, अलिकति अचम्म लाग्दो, दिमाग यसो मन्थन गर्ने खालको क्वेसन लिएर फेरि उपस्थित भएको छु। यसको लागि चाहिँ क्वेसन एकचोटि म पद्धति पढ्छु। एकजना मानिसको पाँचवटा छोरा रहेछ। 25वटा भैँसीहरू आपसमा फाँट गर्नु थियो। र भैँसीको विशेषता के थियो भने जति नम्बरको भैँसी त्यति नै दुध भैँसीले दिँदा रहेछ भने पाँचैजना दाजुभाइले भैँसीको सङ्ख्या र दुध बराबर पर्ने गरी कसरी बाँड्न सकिएला। यस्तो, एक नम्बरको भैँसीले 1 लिटर दुध दिने, 2 नम्बरको भैँसीले 2 लिटर दिने, 3 नम्बरको भैँसीले 3 लिटर दिने, 4 नम्बरको भैँसीले 4 लिटर दिने, 5 नम्बरको भैँसीले 5 लिटर दिने भन्नु खोजेको। यसरी दिँदा रहेछन् भने अब भैँसीको सङ्ख्या पनि सबै दाजुभाइलाई बढाउनु पर्यो र दुधको मात्रा पनि बराबर हुनु पर्यो। त्यो कसरी गर्न सकिएला? यस्तो खालको क्वेसनहरू सल्भ गऱ्यो भने हाम्रो दिमाग ब्रेन स्टर्मिङ हुन्छ र हामी अलिकति क्यालकुलेसन पनि छिटो गर्छौँ र कुनै पनि कुरालाई क्रिटिकली एनालाइज पनि गर्न सक्ने हुन्छ। हाम्रो दिमागको एक्सर्साइज हुन्छ यस्तो क्वेसनले, त्यसैले यस्तो क्वेसनहरू सल्भ गर्ने, हेर्ने, सिक्ने बानी गर्दाखेरि अति उत्तम हुन्छ। त्यसैले जानकारीको लागि हामीले यो भिडियो ल्याएका छौँ, यो क्वेसन ल्याएका छौँ र कसैलाई यो कुरा आउँछ होला, योभन्दा बढी पनि आउँछ होला र कसैलाई जसलाई जानकारी छैन यो भिडियो पुरा हेरेर तपाईँले यस सम्बन्धी जानकारी लिन सक्नुहुन्छ। र सँगै तपाईँलाई मन पर्यो भने यो भिडियो लाइक, कमेन्ट र सेयर गरिदिनुलाई अनुरोध पनि गर्दछु। र यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि एकदम सजिलो ट्रिक्स भनेको कस्तो छ भने यसरी 1 2 3 4 लेखिने, त्यसपछि एक डिजिट छोड्ने, यहाँदेखि लेख्ने, पोजिसन फाल्छ भने 6 7 8 9 लेख्नु, 10 लाई अब यहाँदेखि लेख्नु, 10 लाई यहाँ लेख्नु। अब थर्ड लाइन थर्डबाट 1 2 3 बाट सुरु गर्नु, कति 11 12 13 आउँछ, त्यसपछि 14 यहाँ लेख्ने, 15 यहाँ लेख्ने। अब 1 2 3, अब चौथो लेख्नु छ भने 4 मा जानु पर्यो, 1 2 3 4 मा, र कति 15 छ भने 16 17, अब यता आदि फुलफिल गर्नु, 18 19 20। अब फिफ्थ लाइन फिफ्थमा गयो। यस्तो भने 5 जना छ, 5 वटा मात्रै लेख्नुपर्छ। यदि 6 जना भयो भने 6 वटा लेख्नुपर्ने हुन्छ र त्यही अनुसारको भैँसीको सङ्ख्या पनि दिएको हुन्छ। अब त्यसपछि 5 दाजु भएकोले 1 2 3 4 5 सम्म लेख्नु। त्यसपछि यहाँ हेरौँ, अब 5औं लाइनमा जान्छ भने 1 2 3 4 5औं नम्बरबाट सुरु गर्नुपर्छ। त्यो भनेको 21 यहाँ 22, यहाँ 23, यहाँ 24, यहाँ 25। अब यहाँ भैँसीको सङ्ख्या त यो पहिलो दाजुभाइलाई फर्स्टलाई पर्यो, भैँसीको सङ्ख्या 1 2 3 4 5 पर्यो, ठिक छ। यो हेरौँ दोस्रो भाइलाई पर्यो 1 2 3 4 5, यसरी 5-5वटा भैँसी छ, यसमा पनि 5वटा भैँसी छ, यसमा पनि 5वटै भैँसी छ। भैँसीको सङ्ख्या त बराबर छ, दुधको सङ्ख्या बराबर छ कि छैन हेरौँ त। दुधको सङ्ख्या बराबर हुनको लागि 20 10 30 10 40 10 50 50, यो दुईटा जोड्यो 60, त्यसपछि 65 लिटर दुध आयो। फेरि यसमा पनि जोडौँ त, 20 लिटर 23 हो र 20 जोडौँ, 20 10 30 10 40, त्यसपछि यो दुईटा जोड्दाखेरि 40, अनि यसमा 10 जोडौँ, 40 10 50, 2 बढी भयो, 2 जोड्दाखेरि यसमा र यसमा जोड्दाखेरि अब त्यो 2 यो 2 र यो छोड्दाखेरि 50 60 भयो। त्यसपछि यो 5 65 लिटर भयो। त्यसपछि फेरि यसलाई जोड्ने भनेदेखि यसलाई जोड्नको लागि 20 20 40 10 50 50 10 60 60 5 65, यो पनि 65 लिटर भयो। 65 लिटर दुध, यो पनि 65 लिटर दुध, यो पनि 65 लिटर दुध। त्यसपछि यसमा जाने भनेदेखि 20 10 30 10 40 10 50 10 60 5 65, फेरि जोडौँ, यो 20 10 30 10 40 40 10 50 10 60 5 65, यसरी दुध पनि 65 लिटर आयो। भैँसीको सङ्ख्या 5 5 5 5 आयो। यसरी यो ट्रिकले चाहिँ
हामीले दाजुभाइलाई भैँसीको सङ्ख्या पनि बराबर हुन्छ, त्यसपछि पाँचैजना दाजुभाइलाई भैँसीको सङ्ख्या पनि बराबर हुन्छ र दुधको मात्रा पनि बराबर हुन्छ। यस्तै गरेर कसो पनि हुन सक्छ, 100वटा भैँसी छ, 10जना दाजुभाइलाई बाँड्न सकिने, 36वटा भैँसी छ, 6जना दाजुभाइलाई बाँड्ने भन्ने कुराहरू, यस्तो थुप्रै क्वेसनहरू चाहिँ हामीले बनाउन सक्छौँ। त्यो क्वेसनहरू चाहिँ प्राय यो सबै यस्तो चाहिँ के हुन्छ भने यो सङ्ख्या स्क्वायर नम्बरमा आएको हुन्छ, स्क्वायर नम्बरमा आएको हुन्छ र त्यसलाई डिभिजन गर्नुपर्ने हुन्छ। यसरी जेको स्क्वायर नम्बर छ त्यसैको सङ्ख्यामा डिभिजन गर्दाखेरि चाहिँ यो टिक्सले गर्नुपर्ने हुन्छ। हस् त, यो भिडियोलाई मन पऱ्यो भने तपाईँहरूलाई लाइक, कमेन्ट र सेयर गरिदिनु होला अनुरोध गर्दै बिदा चाहन्छु। नमस्कार।